पुरै यहाँ सुँगुर काटिँदैछ है घरमा। तलै बनाएको बोकी लगे घरमा। हाम्रो घर यस्तो छ पहाडको। कान त्यत्रो सुँगुर काटेर आफै खाइहालेको। हामी त्यही दिन गयौँ को हुन्छ के गर पछिमा आउँदाखेरि अलिअलि झुलाइराखेको ए हामी त्यही दिन त गयो भने भुटो अलिअलि खायो हाम्रो घर यस्तो छ पहाडको। ताबारी गाउँ दोबारी सुँगुरको ता कोठा फुलै फुलसाक धारा हाम्रो घर पछाडि अर्गानिक कागती अझै रहेछ। यतिको कागती अहिलेसम्म रहेछ। फागुन चैत लाग्न आँट्यो कागती भिन्डीहरू। हाम्रो घर यस्तो छ पारी जङ्गलै जङ्गल। यस्तो मस्तिर गाउँ। घरको डिस्टे घरको हाम्रो पुरै हो घरको भिडियो गराइ। अब धुवा त लास्टै हो नि। हामी विदेशबाट आएकोलाई मेसमान बाह्र छ सुँगुर काटेर भाइ बुहारीले। सुँगुर ढल होइन एउटा सुँगुर ढल नि। विदेशबाट दाई आयो भनेर भाइ र बुहारीले चाहिँ डर ढालिदियो त भाइ दाईलाई। गाह्रो छ यता हाम्रो सासुआमा। के छ भतिज हाइ गर। ए बुढोको के छ हालचल्ली हल्लीचल्ली देवरको यता दाजु जेठाजु पुरा त पारी तुवालो लागिरहेछ। सुँगुर चाहिँ जक्खु जक्खु अझै तल दुईटा छ है। एउटा सानो चाहिँ काटियो अब ठुलो दुईटा। उता गाउँ छ उता पखुवा।